कुरा साथीहरू आज चाहिँ हामी यति धेरै खुसी छौँ कि साथीहरू हाई एभ्रिवान वेलकम टु आवर न्यू डे न्यू भ्लग स्वागत छ हजुरलाई हाम्रो न्यू डे न्यू भ्लगमा आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि मस्त अनि बेस्ट छौँ साथीहरू आजको भ्लग चाहिँ हजुरहरूले टाइटल र थम्बनेल हेरेर अलरेडी नै थाहा पाइसक्नु भएको छ हैन के चाहिँ छ यति धेरै स्पेशल भनेर सो साथीहरू आज चाहिँ हाम्रो डे अफ को दिन रहेको छ अनि आफ्टर लङ टाइम चाहिँ म भ्लग बनाउँदै छु किनभने हजुरहरूलाई थाहा नै छ किन भनेर हैन भनिरहनु पर्ने जरुरत नै छैन सो अनि साथीहरू हजुरको दिन कसरी बित्दैछ अनि के हुँदैछ भन्नु होला हाम्रो त यस्तै चलिरहेको छ ड्युटी जाने आउने बस्ने ओर्ने त्यस्तै नै चलिरहेको छ साथीहरू अनि अर्को कुरा भनेको चाहिँ मेरो सरजी चाहिँ के भन्छ ब्रेकफास्ट बनाउन जानु भएको छ सो ब्रेकफास्ट के भनेको मैले के बोलेको ब्रेकफास्टमा चाहिँ उहाँले के बनाउँदै हुनुहुन्छ त अनि हामी दुवैजना सँगै उठ्यौं हैन अनि फ्रेश भयौं अनि त्यसपछि मैले चाहिँ हल्का कपडा सपडा मिलाए त्यही नै हो अनि हाम्रो सरजी चाहिँ आज छिट्टै उठ्नु भएको म सँगै भन्नाले नि म भन्दा चाहिँ छिटो उठ्नु भएको उहाँ हैन उहाँले चाहिँ मेरो लागि समथिङ केही स्पेशल बनाउँदै हुनुहुन्छ रे है सो हामी हेर्न जाऊँ न त है के बनाउँदै हुनुहुँदो रहेछ उहाँले चाहिँ मेरो लागि हैन म हजुरसँग शेयर गर्न चाहन्छु अनि साथीहरू भ्लग नबनाएको नि यति धेरै दिन भयो नि जहिले हामी छुट्टीको दिन मात्रै बनाउने भइराको छ कि आजकल त के भन्छ पहिला त जे जस्तै भयो नि डेली हैन बनाउँथ्यौं अहिले त हेर्नु न टाइम नमिले हो कि के नमिले हो के नमिले हो हाम्रो सरजी यहाँ के गर्दै हुनुहुन्छ है यो किचन नदेखानी धेरै दिन भयो होला हो यसो देखाउन चाहे म चाहिँ अब के गर्नु हाम्रो सरजी के गर्दै हुनुहुन्छ ए हेर्नुस् यहाँ व्हाट आर यु मेकिङ हेलो के बनाउनु भयो ए यस्तो चाहिँ नगर्नु भनेको हेर्नु न मलाई यो गरे चाहिँ मन पर्दैन कि अनि यहाँ चाहिँ हाम्रो दिदीसँग बोल्दै हुनुहुँदो रहेछ है यहाँ देख्न सक्नुहुन्छ अनि त्यसपछि के हो यो म्याङ्गो हजुरको म्याङ्गो होइन होइन दिदी हजुरको म्याङ्गो पो बन्छ नि त के बन्न खोजेको साथीहरू ल हेर्न सक्नुहुन्छ प्लिज इग्नोर द डस्ट है यस्तै नै हो जिन्दगीमा हैन अब मरिलानु के छ र साथीहरू अब फ्युचरमा आफ्नै ओन घर बनाउला आयो भगवान अब गफ म यस्तो छाड्दिन थिएँ कि खासमा भन्नु पर्दा अब आदत भइसक्यो मलाई आदत भइसक्यो के मेरोपट्टि अफकोर्स हजुरको अनि के हो रे आज तपाईको यो ब्रेकफास्ट इज रेडी ल ब्रेड पनि दिदीले भन्नुहुन्छ किन नगरेको किन दिदी ए खाना बिगाउनु परेन अरू चाहिँ लिएर आउनु पर्दैन र म लिएर आउँछु नि ल आज चाहिँ हामीलाई हाम्रो दिदीले स्पेशल खाना बनाइदिँदै हुनुहुन्छ हैन सो त्यही भएको कारणले चाहिँ हाम्रो सरजीले थोरै बनाउनु भएको ब्रेकफास्ट अनि यो म्याङ्गो चाहिँ अहिलेदेखि होइन साथीहरू उहिलेदेखि ल्याएर राखेको आज उहाँलाई जुरेछ बनाउनु सरी काट्नको लागि छुट्टीको दिन अनि खोइ त नि के हो त नि बस्नु के बस्नु कहाँ बस्नु म ल यो हजुरको लागि हल्दीवाला दुध खै म देखाउँछु नि साथीहरू यो चाहिँ मेरो लागि हल्दीवाला दुध रे अनि त्यसपछि यो चाहिँ मेरो लागि म्याङ्गो अनि यो चाहिँ रहेको छ ब्रेकफास्ट ओ माई गॉड के हो सनसाइट वाला एग माथिबाट अभोकाडो वाउ दिस इज अमेजिङ ओ माई गॉड चाट मसला हैन हो फेरि नपाद्नु नि फेरि यो खाएर चाहिँ पादै चाहिँ नगर्नु नि ओके ल साथीहरू हामी चाहिँ अब के हामी यहाँ राख्नु न बोल्दै हाल्यो
हामी त आजको धेरै अनि अर्को कुरा साथीहरू हामी चाहिँ आज एकदमै आउनु न हग गरौँ धेरै खुसी छु कता हगौँ हौ के हगौँ भनेको हग गरौँ ए हग गरौँ भनेको आज चाहिँ हामी यति धेरै खुसी छौँ कि साथीहरू नभन्नु न हौ त्यस्तो यार दिस लेडी इज नट गुड गाइस दिस लेडी इज नट गुड साथीहरू ल हेर्न सक्नुहुन्छ अलिकति तल गरिदिनु न क्यामेरा किन तपाईलाई देख्दैन के तपाईँ मान्छे नै देख्ने भन्नाले मेरो म ब्रेकफास्ट खाएको देख्नु परेन तपाईँ मान्छे पुड्गी हो के यो पुड्गी लो ए म त कुर्सी तान्दै छु गाई चाहिँ कुर्सी तान्दै छु कुर्सी छैन भने कुर्सी लगाएर यो खोलिदिनु न कुन चाहिँ अनि गाइस तपाईँको के छ खबर हाम्रो मर्निङ जस्तो भइरहेको छ है अब तपाईँलाई थाहै छ त म सेफ जस्तो मान्छे होइन सेफ भयो भन्दामै के सेफ भयो भन्दा म यस्तो ह्यान्डसम पनि अलिकति धेरै नै छु त्यो कुरा अब छुट्टै छ है फेरि म ह्यान्डसमको कुरा चाहिँ छुट्टै छ है ह्यान्डसमको कुरा चाहिँ म छुट्टै छ अनि अर्को कुरा आजको दिन हाम्रो लागि एकदम स्पेसल छ अब तपाईँहरूलाई यसको खुसी अब यो कुरोको हाम्रो जुन खुसी छ तपाईँहरूलाई भन्नै पर्छ हो मैले तपाईँहरूलाई जुन भन्नै पर्छ तपाईँहरूकैबाट यो कुरो स्टार्ट भएको तपाईँहरूले सपोर्ट दिएर माया दिएर आई थिङ्क कतिले गेस गरिरहनु भएको छ भिडियोको कमेन्टमा आएर भन्नुहुन्छ बट थिङ इज है आजको दिनलाई हामीले लाइक अब कस्तो आज खै म एकचोटि भन्न चाहन्छु म पण्डित जसरी पढ्न चाहन्छु मलाई देखाउने कस्तो पण्डित पढ्नेहरू त ल साथीहरू आज मन्डेको दिन बिहानको जुनको आफ्नै कलेजको बारेमा फलेको आज मन्डे 22 तारिक जुन 2026 ओके अहिले त 3 बज्न लाग्यो दिउँसोको बट हाम्रो जुन कुरा आउनु पर्ने हो त्यो कुरा आएको चाहिँ 1 बजेर होइन जस्ट मैले उ गर्नु लागेको हो कति बज्यो आएको चाहिँ आएको टाइमिङ त भन्न मिल्छ त बेबी भन्नु न तपाईको युट्युबको प्ले बटनमा आयो क्या हो पुरा खुसी छ त 9 बजेतिर आएको होला सायद त्यही नै भन्नु 9 बजेतिर बेलुकाको 9 बजेतिर सरी बिहानको 9 बजेतिर भनौँ न है त्यही हो बिहानको 9 बजेतिर आएको हो तर के आएको हो भनेर चाहिँ म अहिले भन्दिनँ तपाईँहरू लड्डु भन्दिनँ सो तपाईँहरू गेस गर्न सक्नुहुन्छ साथीहरू है ल गाइस हाम्रो ब्रेकफास्ट हियर ब्राउन ब्रेड सनसाइड एग विथ अभोगाडो यहाँ छ म्याडम जी देन व्हाट इज दिस हल्दीवाला दुध अनि यो हाम्रो म्याङ्गो विथ दार्जिलिङको है फेरि आफ्नै करेसोबारीमा फलेको म्याङ्गो हो फेरि मेरो घर यस्तो हो क्या फेरि दार्जिलिङमा भनेको तपाईँले केही पनि पाउनु देख्नु हुनु सक्दैन यहाँ हेर्नु दार्जिलिङको मान्छे हेर्नु न एकचोटि लुक एट मी ए यहाँ झापा झापा परे कहाँ हो घर कहाँ हो भन्नु न बिर्से के घर बिर्से के तपाईँ घर भन्नु न एकचोटि स्याङ्जा बुटोल झापा मोराङ चितवन नुवाकोट काठमाडौँ भने जो पनि काठमाडौँमा जो काठमाडौँ जन्मेको हुँदिमारो अफकोर्स फेरि अफकोर्स काठमाडौँको थापाथली कहाँ थापाथली हस्पिटलमा जन्मेको हामी घरमा जन्मेको मान्छेहरू कहाँ फरक फरकै हुँदैन उहाँ हस्पिटलमा जन्मेको हामी घरमा जन्मेको होइन त्यसमा धेरै हेतु छ अनि गाइस आज चाहिँ हामी धेरै कुरो प्लानिङहरू गरिरहेको छौँ है आजको चाहिँ हाम्रो जस्ट मर्निङको रुटिन यही हो होइन म्याडमजी पनि एकदम खुसी हुनुहुन्छ उहाँको मुड कतिखेर स्विङ हुन्छ त्यो मलाई पनि थाहा छैन हो अचानक मुड स्विङ हुन्छ साथीहरू म अनि उस्तो भइरहेछु नि त किनकि उहाँले थाहा छ मलाई पिरियडको बेलामा कस्तो इरिटेसन लाग्छ भनेर होइन किनकि मलाई हुँदैन नि त फेरि मलाई कसरी थाहा हुन्छ भन्ने होइन नि फेरि त्यो डाम्रो मारिदिन्छु नि मलाई कसरी थाहा हो तपाईँलाई भन्ला नि फेरि त्यस्तो होइन जस्ट मलाई थाहा छ म त अब सोसियल मिडियाको जमाना छ यत्रो रिल्सहरूमा देखिरहेको हुन्छ केटीहरूलाई लाइक पिरियडको बेलामा कस्तो उयोहरू हुन्छ भनेर सो त्यही पनि हो अनि अर्को कुरा म्याडमजीलाई चाहिँ मैले उहाँलाई त्यही भइरहेछ भनेर हल्दीवाला दुध है अनि विथ अन्डा विथ ब्राउन ब्रेड विथ अभोगाडो है लो 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 ल भयो यो चाहिँ मेरो थम्बनेल हो आम्मा मेरो थम्बनेल नाटक
त्यस्तो जीवहरू चाहिँ निकाल्नु पर्दैन होला हौ साँपले जस्तै पिलेक सरी नागिन पनि म त बिर्सिरहेको तपाईँ त नागिन पो हेर्छ त धेरै जस्तो त्यही भएर पनि होला क्या होइन ल त गाइस अब यस्तै छ होइन यस्तै छ जिन्दगानी दर्पण छाया है सो आजको ब्लग चाहिँ हाम्रो सर्ट धेरै पनि लङ पनि छैन धेरै पनि उयो छैन सर्ट्स भिडियो हो है तपाईँहरूसँग हामीले चाहिँ जस्ट हाम्रो एउटा ह्याप्पिनेस सेयर गर्न आएको किनकि आफ्टर किनकि साथीहरू हाम्रो एउटा फ्यामिली हुनुहुन्छ किनकि साथीहरू हजुरहरूले गर्दाखेरि हामी आज यहाँसम्म छौँ यति सर्ट टाइममा पनि हामीलाई यति धेरै माया गरिदिनु भएको छ वी आर सो ह्याप्पी साथीहरू म तपाईँहरूसँग यो ह्याप्पिनेस चाहिँ कसरी सेयर गरौँ होइन यदि सक्थेँ भने होइन नि म फिजिकली सेयर गर्थेँ कि तपाईँहरू हामीबाट टाढा हुनुहुन्छ तपाईँहरू हामीबाट टाढा हुनुहुन्छ सो यही भिडियो मार्फत हजुरहरूलाई थ्याङ्क यू भन्न बाहेक म अरू केही सक्दिनँ कि सो जति थ्याङ्क यू भने पनि त्यति नै कमी छ है तपाईँ मोबाइल सरी जिन्दगीमा मोबाइल नहेरी बस्न सक्ने मान्छे चाहिँ उहाँ नै हो एनिवे आजको हाम्रो ब्लग चाहिँ सर्ट एन्ड स्विट थियो साथीहरू है कस्तो भने अब डेली लाइफमा हामी के गर्छौँ उठेपछि है त्यही नै थियो आज चाहिँ फाइनली हाम्रो सँगै छुट्टी परेछ हाम्रो आज सँगै पनि छुट्टी भएको हो होइन आफ्टर लङ टाइम नै भन्नुपर्छ होला है सँगै छुट्टी नगरेको धेरै भयो एकदम धेरै भएको थियो अब कस्तो भने अब अर्काको ठाउँमा यस्तै हो साथीहरू किनकि अब अरूलाई अब मेरो बुढाको छुट्टी छ दे भन्नु पनि मिल्दैन सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ आज चाहिँ हाम्रो कसरी भगवानले हामीलाई जुराको जोडीलाई चाहिँ यही स्पेशल दिनको लागि नै होला सायद यही स्पेशल दिनको लागि नै हामीलाई सँगै छुट्टी जुराएछन् थ्याङ्क यू सो मच एभ्रीवान एन्ड आई लभ यु So anyway guys, thank you so much हजुरको यति धेरै माया होइन अब तपाईँहरूलाई हामीले यो भिडियो नबनाइ हुँदैन क्या सो तपाईँहरूकै लागि पनि स्पेसल हो प्लस हाम्रो जुन यो खुसी छ तपाईँहरूसँग हामीले सेयर नगरी हामी बस्नु पनि सक्दैन है पहिला कुरा चाहिँ होइन अनि अर्को कुरा चाहिँ हामी तपाईँलाई भन्दैछौँ चाँडै भन्दा चाँडै है नेक्स्ट भिडियो हेर्नुपर्छ त्यसको लागि हजुरले स्योर नेक्स्ट भिडियो हेर्नुपर्छ है नेक्स्ट भिडियोमा चाहिँ हामी सबै कुरा खुलासा गर्नेछौँ सो साथीहरू स्टे ट्युन फर नेक्स्ट भिडियो एन्ड thank you so much your love support don't forget like comment and share subscribe love you all bye have a good day everyone